नेपालको दरबार हत्याकाण्ड बाहिर लिएर आउँदै गर्दाखेरि हाम्रो तामाङ समुदायहरूले धेरै कुराहरू बुझ्न जरुरी छ। मैले चाहिँ उहाँ दिदीको पुरै भिडियो हेरेँ होइन। उहाँ चाहिँ अहिले समाज भड्काउने दौडमा हुनुहुँदो रहेछ होइन। आङ्काजीको चाहिँ मार्गमा हुनुहुँदो रहेछ होइन। उहाँले चाहिँ एक किसिमले तामाङ समुदायलाई चाहिँ उचाल्ने होइन, अनि लडाउने किसिमको अभिव्यक्तिहरू दिँदै हुनुहुन्थ्यो होइन। उहाँको फाल्टै राज्य थियो अरे है। दिदी राज्यको विषयमा के हो भन्दाखेरि नि त्यो टाइममा तपाईँको राज्यलाई क्याप्चर गरेर तपाईँ जस्तै अरू राज्यहरूलाई क्याप्चर गरेर चाहिँ एउटा सिङ्गो नेपाल बनाएको थिएन भने आज तपाईँ नेपाली भन्ने जुन अस्तित्व छ नि तपाईँको त्यो रहँदैन थियो है। यो कुरा तपाईँलाई बुझ्न एकदम जरुरी छ। त्यो टाइममा पृथ्वीनारायण शाहले स्टार्ट गर्नुको मेन रिजन थियो अङ्ग्रेजहरू यतापट्टि आउँदै थिए र आउँदाखेरि सानो राज्यमा रह्यो भनेदेखि यो चाहिँ उसलाई जित्नलाई एकदम सहज हुन्छ, उसले सजिलै क्याप्चर गर्छ, दास बनाउँछ भनेर चाहिँ उसले एउटा सिङ्गो देश बनाएर अलिकति स्ट्रङ हुनको लागि त्यो गर्नुभएको थियो। र त्यस कारणले गर्दाखेरि यो आज तपाईँको पहिचान नेपाली भन्ने छ के है। तपाईँको मात्रै राज्य थिएन, सबैको राज्य थियो, धेरैवटा राज्यहरू थिए होइन। त्यो सबै राज्यलाई क्याप्चर गरेर एउटा स्ट्रङ देश बनाएको हो कि है। तपाईँको राज्य कि त अङ्ग्रेज कि तपाईँ दास बनिसक्नु भएको हुन्थ्यो। त्यस पछाडि त्यो नभएदेखि अङ्ग्रेज पछाडि तपाईँलाई इन्डियाले क्याप्चर गरिसकेको हुन्थ्यो कि यदि तपाईँको राज्य फाल्टै थियो होइन। यसै गरी टुक्रा-टुक्रामै थियो भनेदेखि। त्यत्रो सिक्किममा आफूमा विलय गराउन सक्ने इन्डियाले तपाईँको राज्य विलय गराउँदैन थियो होला। यो कुरा सोच्नुहोस् के तपाईँ। यति ठुलो देश बनाउँदाखेरि त राजा महेन्द्रलाई होइन विश्वसामु चिनाउन आफ्नो देश फाल्टै स्वतन्त्र देश हो भनेर स्थापित गर्नको लागि कति पापड बेल्नु पर्यो है। तपाईँहरूको यत्रो सानो टुक्रा राज्य चाहिँ कसरी तपाईँ स्थापित गराउनुहुन्थ्यो होला के। त्यसैले यस्तो किसिमले समाज भड्काउने कुराहरू नगर्नु होला है। एउटा राज्य बनाइदिनाले गर्दाखेरि आज हामी छौँ के है। मेन उद्देश्य चाहिँ के हो, किन सबैले आफ्नो राज्य खोज्दैछन्? के तिनीहरू अङ्ग्रेजको गुलाम हुन चाहन्थे या अझै पनि इन्डियामा गाभिन चाहन्छन् आफू? के हो यो होइन? एउटा देश बनाइदिएको छ, नेपाली भन्ने एउटा पहिचान छ, स्वतन्त्र देश छ, अझै के नपुग्या हो के चाहिँ गलत गरेको थियो? त्यो टाइमै त्यस्तै थियो के। त्यतिखेर जसको शक्ति थियो त्यो शक्ति हुनेले चाहिँ अर्को राज्यमा आक्रमण गर्ने, जित्ने, आफ्नो क्याप्चरमा लिने, त्यही नै चलिरहेको थियो। अहिले यस्तो थिएन। सिचुएसन जे थियो त्यो टाइम अनुसारले एकदम सही गरेर एउटा स्ट्रङ राज्य बनाइदिए। त्यस कारणले आज हामी नेपाली छौँ। यसमा हामीले गर्व गर्नुपर्ने कुरा हो। यसरी इतिहास खोज्दै सबैले आफ्नो राज्य माग्दै जाने हो भने अनि नेपाली चाहिँ कोही बन्न मन छैन कि कस्तो? भन्न खोजेको चाहिँ के हो कि नेपाली बन्न मन छैन, इन्डियन बन्न मन भए तपाईँ एकजनाको लागि हामी सहयोग गरिदिन सक्छौँ।